मेरो त बोस आउँदै हुनुहुन्छ, अर्थात् चोर बोस। बोस आउनुहोस्। तैँले मलाई चोर भन्ने? चिप चिप। अझै चिप भन्छस् मलाई? म चोर am तर इमान्दारले चोर्छु। चोरे पनि कसैले दुःख र कसैलाई पिरमा पारेर चोरेको छैन। म इमान्दार चोर हो, इमान्दार चोर। बोस, चोरले पनि मायाले चोर्छन् र? कस्तो अचम्मको कुरा गर्नुभयो त तपाईँले। कसरी मायाले चोर्नु पर्छ भन्ने म सिकाउँछु। हिन मायाले कसरी चोर्छन् चोर्ने बेला। बोस, लाग्छ त्यो लाउडे हो। लाउडे ठुलो माछा पर्ला जस्तो छ। खोलामी म इमान्दार चोर। चोर्छु तर म मायाले चोर्छु। ओके, तँसँग जे छ सबै सामानहरू निकाल। दाया बाया उठानो घोप्टो चेप्टो काका लुगा छ सबै निकाल। दाया बाया घोप्टो चेप्टो चेक गर्ने अधिकार त बुढीको मात्रै छ। यस्तो पनि चोर हुने, त्यो पनि इमान्दार चोर। म तँलाई एक फुट्टी पनि दिन्न। जा, के गर्छस्? तेरो माल सामान कसरी झार्नु पर्छ भन्ने, कसरी निकाल्नु पर्छ भन्ने मलाई थाहा छ। ओ, आज 10 वर्षपछि घर फर्किँदैछु। बुढीको अनुहार हेर्ने मन छ, गर्लफ्रेन्डसँग भेट गर्ने, गाउँघरमा केटाहरूसँग बस्ने मन छ, तर आज यिनीहरूले छुट्टी दिँदैन। बरु भएको जति सबै दे, च्यान बचा बाबु, त्यहीमा भलो छ। म त त्यही देखेँ। के सोची बसेछस् त? हजुर, मसँग भएको सबै दिन्छु। लाउनुहोस्, ज्यानभन्दा ठुलो झोला होइन मेरो, म सबै तपाईँलाई दिन्छु। लाठीको पछाडि चेक गर। बोस, ले पछाडि चेक गर। बोस, यसले त दरले हग्यो के हो? हग्यो कि छेर्यो? छिरो। ए जा त। हुन्छ हजुर। अरे ब्याग अरे खुच्चा चस्मा दे रे चस्मा। बोस, म पनि यहाँ देखे। जा साइड राख। चोरले त हग्यो भन्थ्यो, साँच्चै हग्यो क्या हो?
त्यहाँ जमिनदारको छोरा सुतिरहेको छ। ए केटा हो, त्यसलाई गएर उठाएर लिएर आऊ। बोस हेलो केटा हो, यसलाई पकरेर मेरो अड्डामा लिएर आउनु। लिएर आउनु। ए छोरा, तेरो बाउको नम्बर ले त। मेरो बाउ तपाईँ त हो नि मेरो बाउ। म कसरी तेरो बाउ भएँ हँ? तपाईँले त भन्नु होइन छोरा बाउको नम्बर ले भनेर। हँ? मेरो मतलब तेरो बाउको नम्बर ले भने हम के? अरे यार यसरी बुझाउनु पर्छ नि। मोबाइल ल्याउनुहोस् न, म डायल गरिदिन्छु। ल हात त खोल। डायल गरेर छिटो ले। लाग्यो लाग्यो। हेलो, तपाईँको प्राण भन्दा प्यारो छोरोलाई किडन्याप गरेको छु। तपाईँले 10 लाख लिएर मेरो अड्डामा आउनुहोस्। मेरो त छोरा नै छैन। ए यार, कसको छोरालाई किडन्याप गरिम यार हामीले यार। अरे तिमीहरूले किडन्याप गर्यो, तिमीहरूलाई थाहा होला त, मलाई के थाहा? अरे यार, कसको बाउको नम्बर दियोस् यार, भेजा सन्किसक्यो यार। बाउ त बाउ हो नि, जसको भयो भने। अरे यार, तेरो बाउको नम्बर देन न यार, भेजै सन्किसक्यो यार। मेरो त बाउै हुनुहुन्न। सारा खेल खत्तम भयो यार, जोर भयो यार। पैसा भनेर उठाइयो, गएको भिखारीले उठाइयो यार, ठक्क अरे यार। होइन टेन्सन किन लिनुहुन्छ? बुवा नभएर के भएर? आमा हुनुहुन्छ त र आमासँग माग्नुहोस् पैसा। तेरो आमाको नम्बर ले त। मेरो आमाले त मोबाइलै चलाउनुहुन्न, कहाँबाट नम्बर हुन्छ त? अरे यार, अरे कसरी पैसा माग्ने त कसरी यार? टेन्सन भन्दा के हुन्छ, मासु भात केटाहरूलाई पाल्नु थियो, दिमाग खराब भयो यार। दिमाग खराब भयो यार। त्यसो भए चिठी लेख्नुहोस् न। अरे यार, मैले एक क्लास पढाएको छैन यार, कसरी लेख्ने हो यार? झन् चिठी लेख्न कसले आउँछ, कसले आउँछ? कसलाई आउँछ? बस म त अनपढ, कसरी आउँछ? त्यस्तो भाषी कसलाई आउँछ, कसलाई आउँछ? मलाई आउँछ। सबै अनपढ भयो भने मेरो ग्याङमा त पढ्या लेख्या मान्छे पनि रहेछन्। आज थाहा भयो। बाबु, चिठी लेख, म हेर्छु। आमालाई पठाउनु पर्यो 10 लाख, तँलाई 1 लाख दियो। तिमी पाजीहरूलाई 1 क्लास पढ्न नसकेकालाई 600 रुपियाँ दिन्छु, ममा खाउला। ल लेख बाबु, लेख। भयो बस। खै देखा। अरे गधा पाजी उल्लु ढुकुर, कस्तो भन्छ? तँलाई त चिठी पो लेख भने, चिठी पुरा चिठी लेख भनेको, गधा पाजी। ल लेख। हजुरको छोरा हाम्रो कब्जामा छ, 10 लाख लिएर आउनुहोस्। चिठी आयो। अब हामीले 10 लाख हात पार्नु पर्छ। आज 3 महिनापछि हेल्प पनि गर्यो केटाले। स्याबास, फोन नभए पनि, आफ्नो आमाको नम्बर नभए पनि, केही नभए पनि चिठीको आधारमा वहाँसम्म पुग्न
पठाइदिने ए ल चिठी लगेर आ, ल यसको आमा घर थाहै छैन कहाँ लाग्ने हो चिठी मलाई थाहा छ आमाको घर कहाँ छ भनेर सही कुरो यसलाई थाहा छ यसलाई चिठी दे अरे यार 10 लाख लिन गयो एकटा सिमसिमे पानीमा चल्ने मन गर्छौ कि जिन्दगानीमा नवर अवर ओर तिम्रो नछु मेरो को गोचर सिमसिमे पानीमा 10 लाख लिएर आउँछ नि भन्या छ ओहो लाइब्रेरी होस् चुप केटा चुप के हो भान तपाईँलाई 10 लाख नलागेर भागिसक्यो अनि तपाईँलाई लिएर आउँछ हो चौकरेर गइसक्यो अरे यार कहाँबाट आउला यार अघि नै भन्न सकेको थिइनस् तिमीले म कता मैले पत्ता लगाएको जुर भयो यार अब हामीले एउटा चोर छ रे मायाले चोर छ रे त्यसलाई भेट्नुपर्छ त्यससँग के आइडिया छ कि एक कुरा भयो चोरलाई भेट्नुपर्छ मायाले भेट्छ रे केटा होइन अब यो झोलामा के छ खोलेर त हेर्नु पर्यो नि अरे लाटीको लोग्ने म हेर्छु रे यतले अरे रे पुरै ढाल राखेछ यहाँ त विदेशी हो क्या हो यो त अरे बराएर पेन्टी पनि राखेछ भाइ हेर अरे पेटीकोट पनि छ रे दादा त्यसले त हामीले चुतिया बनायो रे अब जानुपर्छ हामी एउटा डरो किड्न्यापर छ हामी टेउसँग सिक्नुपर्छ टेउ नै जानुपर्छ है ल लाटीको लोग्ने बोक यो ब्याग पनि उही देखाउनु पर्छ यसलाई कला नदेखाएर भएन कुन कला देखाउने हो कम्फु कराते सँग पनि छक्कला फोटो खिच ओके बस ल आजसम्म चोरेर के प्रगति गरिस् भन तैँले आजसम्म ट्याप गरेर के प्रगति गरिस् के गरेको छैन सब फटा ढाका सब हरिबुङ्गा मात्र 1 रुपियाँ हात लगाएको छैन अहिलेसम्म मैले पनि त्यस्तै हो तेरो जस्तै चाल हो मैले पनि चोर चोर्छु
जो किडन्याप गरेर चोर्छु उसँग 1 रुपियाँ पनि हुन्न पुरै हरिढुङ्गाहरूसँग सब धोकै धोका मात्र पाइयो। अब हामी तँसँग चोरको कला छ, मसँग किडन्यापको कला छ। हामी दुई भाइ मिलेर काम गर्नुपर्छ। हो ल ल लागौ। नमस्ते, म प्रेम। नमस्ते, म चैते बुढा मगर गोलेदान। चैते जतिजनाले हेर्नु भएको छ भिडियो होइन के कस्तो लाग्यो यति मन पराउनुहुन्छ भनेपछि लाइक कमेन्ट सेयर सब्सक्राइब यो च्यानललाई गरिदिनु होला होइन। तपाईँहरूले मन पराउनुहुन्छ भने त मलाई पुरा थाहा छ। अनि हजुरलाई के भन्नु छ? पुरा थाहा छ, गरिदिनु पनि होला। लाइक कमेन्ट सब्सक्राइब होइन। देश विदेशमा रहनु भएको दिदी बहिनी दाजुभाइ होइन, मामा माइजू काका काकी सबले नेपालमा रहनु भएको दाइ भाइ बहिनीहरूले पनि यसो लाइक सब्सक्राइब सेयर गरिदिनु होला। यस्तै भिडियो हामी लिएर फेरि आउनेछौँ। हजुरहरूको माया मोह हामीलाई आवश्यक छ, किन भन्दाखेरि हामी भर्खर सुरुवात गर्दैछौँ। तपाईँहरूको मायाले हामी अगाडि बढ्न सक्छौँ। यही भन्दा हामी दुई भाइ बिदा हुन्छौँ। हस् त, नमस्ते। नमस्ते।